आइसकेका छौँ माइनक्राफ्टमा। आज चाहिँ हामी मेरो मेन वर्ल्डमा जान्छौँ है सबैजना। पहिला मसँग 100 जति थियो मेन वर्ल्ड जोइनिङ। म चाहिँ माइनक्राफ्ट भिटामा खेल्छु। Launcher power crafters. If your friends cannot join your world, it may be because they aren't also on a beta. We love your feedback. Tell us what you think at feedback Minecraft. क्या बोल रहा है लोग? तो पता पर्सन पड़ता ये हेलो फास्टी हो गया। अब इधर से इधर हमको मिल गया था। और 1 मिनट रुको, ये सकेपछि तुम लोग को बात करता हो। फिर मुझे फेरि नेपाली भने फेरि मैले त्यतिको हिन्दीमा कुरा गरे त। हेलो गाइस, फिर से आज फिर लोडिंग हो चुका है मेरा घर। मैंने गॉड मोड डाला था इसलिए कौन चल रहा है। ये देखो मैंने कर चुका है, मैंने घर भी बना चुका है। ये देखो गाइस, इसको किसने इधर रखा? ये देखो गाइस, मेरा सबसे खतरनाक सड़े है क्योंकि इसमें लाइटिंग निकल रहा है। गाइस लोग, मेरा कंपास किधर आया? लाइटर पहन के बैठा हूँ मैं मेरे पास। यहाँ देखो मेरे घर, इधर स्विमिंग पूल है, हमारे घर है। मेरा फार्म है, मेरा आर्मर रूम है, मेरा खेलता इधर, इसमें एक आर्मर गया पे मेरा चैनल लग गया। और इधर हमारा पार्कोर स्किल्स, मेरा पार्कोर स्किल्स थप्पा नहीं है। ये बोला तो ये हाय, मैंने किसने सरी बनाया हो। अब अब यहाँतिर अलि राम्रो पनि बनाउनु पर्छ। यहाँबाट एउटा दरवाजा बनाइदिनु, ठिक छ। सर्ट जाने अनि यताबाट जाने, यताबाट जाने। यहाँ मेरो बेडरुम छ, मेरो ब्याकअप आर्मर छ। फुल इन्चेन्ट त छैन, इन्चेन्ट गर्नुपर्छ पछि। हेर्नु मेरो ब्याकअप आर्मर। यहाँ 2टा पिकाक्स छ, तर यो 2टा कुनै लाग्दैन। यो चाहिँ मेरो दाइहरूको, यहाँ हाम्रो माथि बिक्कन छ। यो मेरो बाथरुम, तर अलि सानो छ। यहाँ मेरो मटन खाने कुराहरू, तर म अहिले खाँदैन केही। अब हजुरलाई मेरो फुल स्पेसल चिज देखाउँछु, त्यसले गर्दा हामीलाई पाउँछ पावर। अनि माइनिङ रुम पनि बनाउनुपर्छ। अब यहाँ कसले गट्टा गरेको छ? यो चाहिँ मेरो दाइको, त्यो ब्ल्याक कलरको मेरो, यो व्हाइट कलरको मेरो दाइको। ठुलो दाइको मेरो सानो दाइले यो लगाइदियो। ठुलो दाइ हामीलाई कराउँछ चाहिँ, ठुलो दाइको कराउँछ भन्नुहुन्छ।
त्यसैले मैले डायमन्डको बनाएँ। झन्डै तल झरेको फेरि यो चाहिँ हाम्रो यो छ नचाहिने चाहिँ चिज बिकन छ 64x गाइस म त झरेँ ओहो टेक्नोलोजी मर गई होला फेरि तलको रुम देखाउँछु यो इन्चेन्टिङ रुम गाइस मेरो खोइ अड्क्यो त यो ल्याम्पले गर्दा रहेछ यहाँ बस्ने एकछिन प्रेसर धेरै करायो कि गाइस एकछिन ल गाइस अरू के भएको थियो गाइस म त ग्रेटिभ जस्तो लागिरहेछ है गाइस फर्स्ट कहाँबाट आइरहेछ यिनीहरू कुराहरू ओइ यिनीबाट ओइ मेरो घरभित्र आउने अब यसलाई लाइटिङ दिन्छु हेलो यस सर्टको पावर ओ लामा यसमा देखाउँछु गाइस यसरी मलाई नि लाग्यो क्या होइन गाइस लागेको छैन रहेछ एउटा चिजबाट मैले किन स्पियर नराखेको छ गाइस किनकि मेरो यो किन हो त यसमा स्पियर नै आएन कि गाइस स्पियर होइन गाइस थोरै इन्चेन्टिङको रुम जस्तो लाग्यो एकछिन गाइस गाइसहरू हजुर माइनक्राफ्ट पिटा खेल्नुहुन्छ भाइ मेरो घरमा आउन सक्नुहुन्छ फर्स्ट घरमा अन गर्नु तर सेम नेट हुनुपर्छ तर हजुर इन्डियामा अलिअलि कुनै कुनै मान्छेहरू इन्डियामा हुनुहुन्छ होला नेपालमा भएको चाहिँ ब्यासी एडी रोडमा आउनु कुमारी प्रेमभन्दा अलिकति गेटमा बेसीकोटभन्दा अलिकता आइसक्यो गाइसहरू सकिसक्यो अझवटा 21वटा यो रातवटा यस्तो बोल्छु तर त्यो होलमा मेरो आर्मर लास्टमा पुगिसकेको थियो हो गाइस रियली यो गनहरूलाई इन्चेन्ट गर्न मिल्छ र गनलाई त इन्चेन्ट गर्न मिल्दैन एकचोटि इलेक्ट्रलाई हेरौँ इलेक्ट्रलाई चाहिँ इन्चेन्ट गर्ने अझै स्ट्याक गाइसहरू यति नै हो मेरो भिडियो होइन एक मिनट ल गाइसहरू एकैछिन ल म एकचोटि एक्सेप्टर सुन्नुहोस् गाइस एक मिनट ल म के गर्न होइन म गएर जम्बीहरू फेरि हाम्रो उसमा आउँछ क्या यति बेलासम्म अझै एकछिन रोक्नु ल ल एकछिन मेरो उसमा एकछिन लगाइछ ल मजा आयो हौगा यार यो चलिरहेन एकछिन गाइस एक स्केलेटन गाइस मलाई नै स्केलेटनले मार्दियो गाइस मेरो गन यतिसम्म किन नलिन सकेछ गाइस आर्मर गाइस मेरो स्किन चाहिँ यस्तो छ है ओए प्यान्ट ल बुटी यार बल्ल बल्ल बनाएको यो किन नलिन सके यो मैले कहाँ गयो हटाउनु पऱ्यो
गाईचहरू यस्तो जम्बी त्यस्तोहरू स्पन हुँदो रहेछ। म गएर किचनमा भात सारी सारी मिट खान्छु। आज यो पोर्क चप न चिकन न यो पनि ओहो मटन खाना आज मटन 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 यसरी छि एउटा वुड ल्याउनु बिर्सेछ म माथि गएर चलो 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 यसपछि रात हुन्छ अनि खान्छु। यो गीत सुने होला मेरो को चेस्ट माइकल चेस्टी कतिवटा उठ चाहिँ धेरै नै उठ लिँदैन एउटा दुईटा लिन्छु 7 8 9 10 तिमी मात्र लिन्छु म गाइजहरू नीचे चलो फर्स्ट में आदू फर्स्ट में ये करा वैसे गाइस मेरा हाथ फेरि गरौँ बस आजहरू अब जाम हाम्रो अब खाना पाकिन्छ हाम्रो फर्नेस निकल यो पाक्छ हजुर गाइजहरू नयाँ आइके हो यो कुक फेरि 7 बजे म्याउ 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 मटन चलो के हो आज गाइजहरू गाइज नयाँ खानेकुरा आइपुगिसकेछ गाइज मेरो अनुहार चाहिँ छैन म चाहिँ मेरो अनुहार चाहिँ ज्यादालाई देख्दैन मेरो ब्रेन भित्र ल गाइज धेरै मजाक भयो खाना पाक्यो यार मैले त यसलाई भोक मिटाइदियो अब यहाँ बसेर क गरेर ए खाने सरी के भनिदिएछ है सरी कप कप गरेर खाने भनेको मैले कप फिनिस्ड 3 वटै फिनिस्ड हजम हाम्रो हामीले खाजा खाइसक्यौँ त्यसैले गर्दा हाम्रो यसको नाम हुन्छ यसको नाम के राखौँ यसको नाम राखौँ कुकिङ द मटन इट मटन कुकिङ द मटन एन्ड इट राखिदिउँ हुन्छ गाइजहरू सब्सक्राइबर्स हुन्छ ल तर मेरोमा धेरै सब्सक्राइबर नै आउँदैन देउराली पाखा सु 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 यहाँ अब त झाड पनि छैन हातमा अब त टोटम होइन सिल्ड होइन टोटम लगाउनु पर्छ ए यार गाइजहरू
राति हुनेको वेट गरौँ अनि फाइट खेलौँ है त। गाइजहरू राति भइसक्यो, म गएँ माथि। गाइज मेरो के भयो यार, मेरो यस्तो हुन्छ गाइजहरू, मेरो यस्तो एड आउँछ क्या गाइज। ल त्यसै साथ यो भिडियो पनि एन्ड गरौँ।